Ball Entertainment. नमस्कार, बल्ब इन्टरटेनमेन्टमा यहाँहरूलाई स्वागत छ। यस वर्षको सुरुवात नै 3 ठुला फिल्मको भिडन्तबाट आरम्भ भएको थियो। यसले भाद्र 30 गते पनि निरन्तरता पाउने भएको छ। वैशाख 1 गते प्रदर्शनमा आएको 3 फिल्म लभ लभ लभ, राधे र घामपानी जस्तै भाद्र 3 गते पनि जोनी जेन्टलम्यान, लीला र झानाकुटी प्रदर्शनमा आउँदैछन्। केही दिन अगाडिसम्म यो मितिमा जोनी जेन्टलम्यान र लीला मात्रै लड्ने फाइनल भएको थियो। तर नायिका निशा अधिकारले निर्माण गरेको फिल्म झानाकुटीले भाद्र 8 गतेबाट भाद्र 30 गतेलाई रिलिज कन्फर्म गरेपछि यो मितिमा 3 फिल्मको भिडन्त हुने फाइनल भएको छ। जोनी जेन्टलम्यानमा पल्सा र आञ्चल शर्माको मुख्य भूमिका रहेको छ भने लीलामा सञ्जिता लुइटेलको मुख्य भूमिका छ। यस्तै झानाकोटीमा सौगात मल्ल र बेनिसा हमाल लिड रोलमा छन्। यी तीनवटै फिल्म ठुलो बजेटका हुन्। साउन 13 गते प्रेम गीत 2 र रुद्र, असोज 11 गते छक्का पन्जा 2 र मङ्गलम, कार्तिक 1, 2 र 3 गते लगातार ऐश्वर्या, रुद्रप्रिया र क्रीको भिडन्तको खबरले सिनेवृत्त तातिरहेको अवस्थामा अब भाद्र 30 गते रिलिज हुन लागेको जोनी जेन्टलम्यान, लीला र झानाकुटीको महासङ्ग्रामले पनि छुट्टै तरङ्ग उत्पन्न गर्न थालेको छ। हस्त धन्यवाद। अरू पनि यस्तै जानकारीका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला।